कर्णाली भौगोलिक रूपमा विकटमा पनि धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। पछिल्ला वर्षमा ओजेलमा रहेका पर्यटकीय गन्तव्यहरू चर्चामा आउन थालेसँगै सल्यानको कुपिण्डे ताल पनि आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ। अमृत बाबु बुढाथोकीको रिपोर्ट। सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेको कुपिण्डे ताल आन्तरिक पर्यटकको प्रमुख रोजाई बन्न थालेको छ। जिल्ला सदरमुकाम खलङ्गाबाट पश्चिमतर्फ 29 किलोमिटर दूरीमा रहेको यो ताल ससाना पहाडी थुम्का र हरियाली जंगलले घेरिएको छ। जंगलको बीचमा नीलो आकाश झैं देखिने तालको सौन्दर्यले यहाँ पुग्ने जो कोहीलाई आकर्षित गर्ने गरेको छ। तालको पानीको रङ मौसम अनुसार फरक फरक देखिन्छ। यही प्राकृतिक विशेषताका कारण दैनिक सयौं पर्यटक घुमफिर, वनभोज तथा डुङ्गा सोहेरका लागि पुग्ने गरेका छन्। कुपिण्डे तालको विषयमा त भन्नुपर्दा हामीले धेरै पहिला नै किताबमा चाहिँ पढ्ने गरेका थियौं। प्रत्यक्ष आज घुम्न पाइयो, देख्न पाइयो। धेरै रमाइलो रहेछ, एकदम रमणीय ठाउँ पर्यटकको लागि। जो कोही पनि यहाँसम्म आउनु भएको छैन, यसमा घुम्नु भएको छैन भने आउनु होला कुपिण्डे तालमा। धेरै राम्रो छ घुम्नको लागि। पहिले त हामी आयौँ, मन्दिरमा गयौँ, पूजा गऱ्यौँ, त्यसपछि हाम्रो पिकनिक थियो। पिकनिकमा एकछिन समावेश भयौँ, त्यसपछि फेरि यहाँ बोटिङ गर्न आयौँ हामी। यो आज चाहिँ मैले चाहिँ फर्स्ट टाइम चाहिँ यो तालमा चाहिँ पुरै राउन्ड गरेको चाहिँ आज पहिलोचोटि हो। एकदमै राम्रो ठाउँ छ, एकदमै प्राकृतिक ले पनि एकदमै धनी छ। यो ठाउँ चाहिँ एकदमै राम्रो, वरिपरि हरियाली, बीचमा ताल छ, एकदमै राम्रो छ। सबैजना आउनुहोस्, इन्जोय गर्नु। कुपिण्डे तालसँग धार्मिक आस्था र किंवदन्ती पनि जोडिएको छ। जनविश्वास अनुसार अहिले ताल रहेको स्थानमा पहिले ठूलो बस्ती थियो। बास माग्न आएका एक साधुलाई गाउँलेहरूले आश्रय नदिएपछि पुरै बस्ती तालमा परिणत भएको किंवदन्ती सुनाइन्छ। ताल परिसरमै रहेको कैलो बराह मन्दिरमा पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ। प्राकृतिक सौन्दर्यसँगै धार्मिक महत्वका कारण पनि कुपिण्डे ताल पर्यटकको आकर्षण बन्न थालेको छ। तालसम्म पुग्ने सडक, सरसफाई तथा पर्यटक मैत्री पूर्वाधारको थप विकास आवश्यक रहेको पर्यटकहरू बताउँछन्। ताल वरपर पनि त्यतिको फोहोरहरू छरपष्ट छरिएको जस्तो देखियो। यसलाई चाहिँ व्यवस्थित गर्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई। र यो पार्कको व्यवस्था यस्तो भइदिए अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ। नेपाल सरकारले सार्वजनिक गरेको घुम्नै पर्ने 100 पर्यटकीय गन्तव्यको सूचीमा समावेश कुपिण्डे ताललाई कर्णाली प्रदेश सरकारले ड्रिम प्रोजेक्टका रूपमा अघि बढाएको छ। ताल क्षेत्रको विकासका लागि 21 करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने ठेक्का प्रक्रिया पनि अगाडि बढिसकेको छ। बिछाएर बाटो कति पनि यो वातावरण प्रभाव नपार्ने तरिकाको बाटो निर्माण हुन्छ। गाडी चाहिँ यहाँ सबै बन्द हुन्छन्। अनि त्यस पछाडि यो सबै वरिपरि रेलिङहरू लगाउने व्यवस्था छ। अबको 4 वर्ष पछाडि कुपिण्डे दह साँच्चै हेर्न जाउँ भन्ने तरिकाको कुपिण्डे दहको विकासको लागि कर्णाली प्रदेश सरकार लागेको छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक महत्व बोकेको कुपिण्डे ताल यति बेला कर्णालीकै उदयमान पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ। आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचार प्रसारलाई निरन्तरता दिन सके कुपिण्डे तालले कर्णालीको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ। सल्यानबाट अमृत बाबु बुढाथोकीको रिपोर्ट।